हेलो हाई गुड इभिनिङ गुड आफ्टरनुन गुड मर्निङ सबैजनालाई। अनि के छ सबैजनाको खबर? आरामै सन्चै हुनुहुन्छ होला। आज फाइनल्ली मन्डे आयो होइन। मन्डे अब डे अफ भइहाल्यो। डे अफको दिन त लाजिम अब अनि बाहिर जाने हाम्रो घुमघाम हुन्छ। र आजको घुमघाम पनि यस्तो ठाउँमा बब्बालै ठाउँमा छ होइन। खतरै ठाउँमा जाँदैछु। अनि जस म एकदम जाने उत्सुकता पहिल्यैदेखि नै थियो। अनि चाहिँ समय बावजुद त्यस्तै केही कारणवश जान पाएको थिइनँ के। अनि चाहिँ धेरै टाढाको कुरो पनि थिएन। र चाहिँ म जाँदैछु आज फाइनली साथीहरूसँग। हाई गार्दिङ रुमबाट निस्किँदै हुनुहुन्छ। यता हाम्रो सञ्जीव ब्रो, यो चाहिँ होइन यता हाम्रो रञ्जित सरकार, अनि म भइहालेँ। अनि चाहिँ जम होइन। र आज हामी चाहिँ जाँदैछौँ होइन। अहिले चाहिँ 5 बन्न लाग्यो। आज चाहिँ चाँडो निस्किएको। र आज मलाई खासै दिउँसोमा निन्द्रा पनि लागेन। आज के भयो निन्द्रा लागेन होइन। अनि र अब हिजो अस्तिसम्म पानी परेको थियो। अहिले चाहिँ पानी पिसाएको छ टक्क लाएर। अनि आजको मेरो गेटअप यस्तो छ गाइज। कस्तो छ होइन। अब हल्का चिसो हुनसक्छ भन्ने हिसाबले चाहिँ म अहिले जस हल्का लगाएको छु कपडा। हावा त चिसो चलेको छ गाइजहरू, मेरो गाइजहरू। र बाहिर यस्तो छ गाइज होइन। फाइनल्ली ओहो धेरै दिनमा घाम देखियो यार। नै भने त है घाममा हिँड्न पनि रमाइलै हुन्छ क्या। अनि कहिल्यै घाम त देखिँदैन। रकम ट्याक्सी रोकौ ट्याक्सी। अनि पैसा सोध त बार्गेनिङ गरौँ ल गाइज। फाइनल्ली अब ट्याक्सीमा बसियो। अब हामी लाग्यो हाम्रो गन्तव्यतिर होइन। अनि चाहिँ अब यात्रा सुरु भयो। हामी यात्रामा छौँ, कसैले नरोक्नु होला रञ्जित सर। अनि किधर से है चाचा? चाचा मैं बांग्लादेश से। बांग्लादेश? गरीब आदमी है। के बस्ता भालो छी? अवस्था भालो ना। दादा बांग्ला जबान कैसे मालूम है तेरे को? बांग्ला मालूम छे। लाजिमी तुम्हारा साथ कोई नुआ खाइला है? नहीं हम बांग्लादेशी दादा। हामी बांग्लादेशी, तुम्ही बांग्लादेशी। अब चाहिँ आज हामी कुन बाटो गइन्छ हेरिन्छ मजाले। बेल्ट लाउनु कभी वाईफाई काम करता है, कभी काम करता है। तो पासपोर्ट अब अगर काम करेगा तो चलाओ, काम करेगा ठीक है, नहीं करेगा भी ठीक। र यो बाटो त अब अस्ति देखाइरहेको बाटो हो होइन। ये उधर तक जाने के लिए क्या बोलता है? कताबाट गइन्छ? अर्कै बाटो गइन्छ क्या आज। दियोस् छुट्टै बाटो गइन्छ। दियोस् रमाइलो हुने भयो। हेलो चस्मा रेली मै लोकेशन के लिए तुम्हारा जरूरत है आप मालूम है। अनि चाहिँ अब यसरी टन्न मजाले हिँडिन्छ। चाचाको मालुम होइन, हाम्रा दादाको मालुम है। र चाहिँ आज मैले राम्रै पैसा पर्यो पोलराइजको भन्न पर्यो नि त। भोलि बात पे जाना है ना? तो आपको कोई मुश्किल नहीं है। बोलीबार ओल्ड। र हामी जाँदैछौँ। और गाड़ी का नेट होने मेरे घर बराबर नहीं है। र चाहिँ हामी यसरी अब लाग्यो होइन। अब कति ठाउँमा ट्राफिक हुन्छ साँझको बेला। घाम पनि अब बिस्तारै डुब्छ। यो चाहिँ हाम्रो एरिया हो। हामी अहिले हाम्रो एरियामा छौँ। ल गाइजहरू अब चाहिँ अगाडि बढ्दैछौँ हामी होइन। अनि त्यो ठाउँलाई चाहिँ के भन्छ अरे सञ्जीव? बोलिभर सिटी, बोलिभर वर्ल्ड। ओ माई गड। आज हामी थाइल्यान्ड जाने, भियतनाम जाने, चाइना जाने, नेपाल जाने, सबै ठाउँमा जानुपर्छ। र गाइज यो हो पानेरा मल। एक दिन यो मल भित्र आएर भिडियो बनाउनु पर्छ है गाइज। टक्क लाइक शेयर सब्सक्राइब हान्नुपर्छ। ड्याममा लाएर यो अगाडि देखिएको मल हो है गाइज। झट्ट लाएर सिग्नलमा यो
अब त सकिन्छ होइन टक्क लाएर हान्नु पर्यो नि त लाइक सेयर सब्सक्राइब ठोक्नु पर्यो नि त नि कहिले भेट हुने थाहा नै छैन अब त अर्को सोमबार भेट हुने नि कहिले भेट हुने 31 सम्म ठ्याक्कै लास्ट र चाहिँ सोमबार अनि सोमबारको छुट्टी नै छैन किन र लास्ट छ त ला मेरो त छुट्टी हुन्छ रञ्जित सरको हुँदैन ठीक छ रञ्जित सरकारले तिमी र म मात्रै आउने है यता रञ्जित सरकारले रञ्जित सरकारसित नआउने रञ्जित सरकारसित आउने नै हुन्न रञ्जित कुरो सरकारले होइन त गाइस परेशान मात्र गर्छ कहाँ आउँछ रञ्जित सरकारसँग काम नपाएर अनि आज त निन्द्रा लागेन यस्तो निन्द्रा लागिरहेछ अहिले गाडीमा जस्तै म दिनभरि सुतिनँ क्या अब यता टर्न हुँदैछ होइन यो राइट लेफ्ट साइडबाट ओहो अब चाहिँ गइन्छ हामी मस्त लाएर हामी रास्तामा हो यो मल होइन गाइस यहाँ चाहिँ एक दिन आएर म चाहिँ यहाँ आएर नि भिडियो बनाउँछु अनि बिस्तारै आइरहेको छ भिडियोहरू त्यही हो टाइम मिल्दा बनाउने हो होइन अनि त्यही हो अनि चाहिँ हेरिदिनु होला माया गरिदिनु होला अब त्यही हो टाइम मिल्दा बनाउने हो यस्तै छुट्टीमा अनि अलिक टाइम भयो भने खाली टाइममा बनाउने हो होइन अनि चाहिँ अब डेली त भ्लग गराउन मन छ नि अब अर्काको ठाउँमा होइन अब त्यही हो काम गर्नुपर्छ अनि कामको कारणले गर्दाखेरिमा नि भ्याउँदिनँ कि मैले डेली गर्नलाई जस्तै हप्तामा एउटा दुईवटा चाहिँ स्योर दुईवटा तिनवटासम्म चाहिँ सकेसम्म म एक दिन ग्याप गरेर चाहिँ गर्ने योजनामा छु हेरौँ अब हजुरहरूको आशीर्वाद अब तपाईँहरूले साथ सपोर्ट गर्नुभयो भने म त पनि चाँडो नै गर्न नि सक्छु जस चाहिँ हेरिदिनु पर्यो माया गरिदिनु पर्यो सब्सक्राइब गरिदिनु पर्यो अलिकति मोटिभेट गर्नु पर्यो होइन गाइजहरू र सबैलाई सम्मान छ रेस्पेक्टेड ब्रदर सिस्टर मदर अङ्कल आन्टी सबैलाई चाहिँ ग्रान्डफादर ग्रान्ड मदरदेखि लिएर सबैलाई एकदम सलाम रेस्पेक्ट र हेर्नुहोस् अब तपाईँहरू अच्छा गाइज हेर्न सक्नुहुन्छ अब लाग्यो ब्रिजको माथिबाट टङ 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 यस्तो ठाउँहरू आउँदैछ नि आमामा अस्ति नै आइफोन भयो उता डेजर्टको क्या फोन बनाउँथ्यो मैले ल हेर्न सक्नुहुन्छ तपाईँहरू बल्ल यो सिटीमा आइएर दामी हो नि यो सिटी गाइजहरू हेर्नुहोस् ओ माई गॉड रमाइलो लाग्छ नि होइन यसरी चालु यो सिटी त गजबै हो नि ल गाइजहरू अब आउन लागिसक्यो होला लगभग यसो पुगेपछि चट्ट लाएर मजा गरिन्छ आज रमाइलो कति बजी फर्किने हो भन्ने भनिदिएन केटा भाइ 5 बजे पुग्छौँ 6 बजे फर्किने कहाँ 6 बजे फर्किने 5-6 घन्टा त बिताउनु पर्यो नि जबसम्म बन्द हुँदैन त अनि त्यही खाने त्यही खाने त्यही सुत्ने अनि त्यही खाने त्यही सुत्ने अरे केटाहरूले के खाने केटा हो जे पाउँछ त्यही मलाई त भोक लागिसकेको छ यार म त भोक खाने भोक लागिसक्यो गाइज के खाने हो ल गाइज फाइनली हामी आफ्नो डेस्टिनेसनमा आइपुग्यो होइन र सिन के भयो भने म ट्याक्सीमा बसेर चाहिँ म भिडियो बनाइरहेको थिएँ कि ट्याक्सीवालाले चाहिँ यस्तो न्यु खोज्यो भिडियो नबना मेरो के देखियो अरे त्यसको ट्याक्सीको के समस्या हुन्छ अरे त्यसलाई ल कस्तो ठिस हो कि मान्छे चाहिँ म पछि बनाइनँ अनि हामी चाहिँ हेर्नु साउदी अरबमा केबल कार गाइज मनोकामना हो मनोकामना ओ माइ कति धेरै हो आमामा केबल कार गाइज मनोकामना आएको हामी मनोकामना आइयो दर्शन गर्न कहाँ हिँडिरहेको त फोटो नखिच्ने ए र ओहो कत्रो ठुलो पहाड हो यार र यस्तो ठाउँ छ गाई तपाईँहरू हेर्न सक्नुहुन्छ पुरै केबल कार छ होइन केबल कारमा सर घुम्ने हो अहिले हामी केबल कारमा चढिन्छ आज साउदी अरबमा आएर नि केबल कारमा चढ्न पाउनु भनेको धेरै ठुलो कुरो नि
अनि कस्तो देखिएछ गाइज मलाई भनिदिनुहोस् आज नयाँ ड्रेसअप अनि चट्टै यस्तो छ यहाँको वातावरण क्या खुसी लाग्यो यार केबल कार देख्न पाउँदा यार कस्तो घाम हो ल अब चाहिँ हामी गेट खोज्दै हिँडेछौँ कि अब हाम्रो चाहिँ यहाँ भित्र जानु पर्ने हामी होइन यहाँ अनि कताबाट जाने हो थाहै भएन रनभुल्लै सबै पहिलोचोटि नयाँ पहिलोचोटि आएको होइन त्यो यहाँभित्र आएर यो केबल कार देखियो हामीले होइन यस्तो एक्साइटेड भयो नि क्या खुसी लाग्यो क्या आफ्नै देशमा आयो जस्तो के यो केबल कारको भाइब हुन्छ नि हाम्रो नि त मनोकामना अनि उता काठमाडौँको त्यो के गरे त्यो के कस्तो नाम बिर्सेँ मैले फेरि त्यो काठमाडौँमा के अरे कहाँ अरे केबल कार चन्द्रगिरीको कस्तो देख्दाखेरिमा विदेशमा नि यो साउदी अरब जस्तो ठाउँमा नि होइन हेर्नु न चण्ड मान्छेहरू केबल कारमा सरर गएछन् आछन् रमाइलो त्यस्तो छ के कति रमाइलो हो त अनि हाम्रो साथीहरू अगाडि छ केटाहरू कहाँ हो गेट यार अनि आज फाइनल्ली मेरो यस्तो ड्रिम थियो यहाँ आउने यस्तो सपना थियो यो ठाउँमा आउने होइन घुम्नलाई फाइनल्ली चाहिँ आज अब घुम्न पाइयो भनौँ न साथीहरू त जाने कि नजाने भनेको थिएँ मैले चाहिँ जाने जसरी नि अनि चाहिँ टिकट बुकिङ गर्न लगाइहालेको अनलाइन होइन अनि आइयो के आज चाहिँ फाइनल्ली घुम्नुपर्छ कहिलेकाहीँ सधैँ बसिरहेर नि हुँदैन अनि यहाँको नजारा यस्तो छ र म पछि अहिले भित्र गएर बनाउँछु भिडियोहरू अब यहाँ पनि कतै खिच्न मिल्ने नमिल्ने के हुन्छ होइन त्यही भएर गाइस यस्तो छ ल हेर्नुहोस् हेलो गाइस ल फाइनल्ली हामी आइयो यहाँ हेर्न सक्नुहुन्छ यहाँ यस्तो छ सुरुको इन्ट्रेन्स अनि चाहिँ यो त अहिले त केही होइन कि अहिले रातिमा यस्तो दामी देखिन्छ नि रातिमा देखिन्छ नि दामी र चाहिँ रमदान बोलिभर कत्रो ठुलो उँट बनाएको छ यार उँटको मूर्ति हेर्न सक्नुहुन्छ यता यस्तो छ यता इन्ट्रान्स खतरा चेकिङ हुँदो रहेछ हुनुलाई यो चाहिँ यो एकदम ट्रिपिकल साउदी अरेबियाको यो घरहरू यस्तो छ यहाँ र म यसको अगाडि छु हेर्न सक्नुहुन्छ कस्तो राम्रो ट्रिपिकल के एकदम दामी के आमामामा र यता यस्तो छ हेर्नुहोस् वाउ कति राम्रो हो किन अनि यसो स्टोरीमा हाल्नुहुन्थ्यो त घुम्दै जाउँ कहाँ घुम्ने पुरै यत्रो ठुलो बिस्तारै सबैतिर भ्याउने होइन अहिले छिराउनु एकतिर यताबाट छिराउँ पहिला यताबाटै छिराउँ होइन र गाइज तपाईँहरू हेर्न सक्नुहुन्छ बलिभर सिटी यो त पुरा साउदी अरबको यहाँ पनि भित्र गल्ली छ त कहाँको गल्ली जाने अब यो चाहिँ यो तपाईँ जहाँ पनि जान सक्छ यो पहिला यो हामी चाहिँ यो साउदी अरबतिर यो अरब जतिको चाहिँ घुमौँ के होइन पुरा यहाँबाट भित्र पुरा जान पाइन्छ क्या अब त्यही त होइन कहाँ चाहिँ जाने होला भन्नु कफी सप हो केही छैन यो जुन यो त आज नि भ्याइसक्दैन जस्तो लाग्छ जुन अरबको जुन ट्रिपिकल चाहिँ यो घरहरू देख्न सक्नुहुन्छ र चाहिँ यो चाहिँ खास चाहिँ यो चाहिँ वास्तविक यो
अल कासिमको रहेछ यहाँ यो ठाउँ चाहिँ। अनि यो एकदम ट्रिपिकल साउदी अरेबियाको पुरा एकदम ट्रिपिकल खास अरबको घरहरू कस्तो हुन्छ अनि पहिला कस्तो थियो, पहिलाका घरहरू चाहिँ कस्ता थिए भनेर चाहिँ यहाँ सबै देखाएको छ। र यो हेर्न सक्नुहुन्छ यो पुराना जुन स्ट्रक्चरहरू घरका डिजाइनहरू यस्ता हुन्थे हैन, तपाईहरु हेर्न सक्नुहुन्छ। पुराना घरका डिजाइनहरू सब यस्तो खालको हुन्थ्यो। अनि यो नर्थ बोर्डर रिजन यस्तो अब हरे यो एरिया चाहिँ पुरै साउदी अरेबियाको जति पनि ठाउँहरू अब रिजनहरू छ त्यो सबै यहाँ मेन्सन गरेको छ। अनि म्यापमा पनि देखाएको रहेछ, त्यो दामी लाग्यो। यो साइडमा जाने त्यो साइडमा जाने भनेर चाहिँ देखाएको रहेछ। खासै वासरुमसम्म रहेछ, यहाँसम्म रहेछ। र पहिला चाहिँ यस्तो लालटिनहरू हुन्थ्यो कि यहाँ, र हाम्रोतिर नि हुन्थ्यो, तर अहिले हाम्रोतिर लोप भइसक्यो। यहाँ चाहिँ अझै पनि यसरी लालटिनहरू बालेर राखेको हुन्छ। यो चाहिँ मैले यहाँ मात्रै होइन धेरै ठाउँमा देखेँ क्या। चिल यो त ऊ हो नि, बाज हो नि। हेरौँ न, फोटो खिच्न राखेको It's allowed to picture? Boss? कति लाग्छ? Allowed to picture? You wanna hold it? Yeah? कति Yeah. लाग्छ? Ticket 35 photo 30? phone Ah. camera professional photo on the frame 100. Oh, Just واحدة okay, ولا okay. جوال पैसा लाग्ने रहेछ। यो त अनि जिउँदै रहेछ त नि, म त डमी भन्दा र बाजहरू चिलहरू हेर्नुहोस्, जुन चाहिँ अरबको एउटा चाहिँ यो के भन्छ, यो अरबको चाहिँ ऊ हो कि यिनीहरू चाहिँ हाम्रो राष्ट्रिय चरा भन्छ नि त्यस्तै। यिनीहरूको राष्ट्रिय चरा हो। म त डमी बाँधेर राखेछ होइन, त्यसलाई बाँधेर राखेछ हो। हेर्न सक्नुहुन्छ यो बाज, यो स्याम्बल अफ साउदी अरेबिया भन्न नि सकिन्छ यसलाई। यस्तो राम्रो छ कि डिएस वाफल्स रहेछ त, वाफल खाने। यो टर्किस कसले यो देशलाई यस्तो अट्याक गर्दाखेरि यिनीहरूले बाजको युज गर्थे अरे क्या। बाजबाट चाहिँ यो चिठीहरू हुन्छ नि, खबरहरू लेखेर एक ठाउँमा अर्को ठाउँमा पठाउँथ्यो अरे क्या। यहाँ पुरा कफीहरू होइन, हरेक स्टेटको कस्तो कल्चर कस्तो घर त्यो सबै छ के होइन। र चाहिँ यहाँ हिस्ट्री छ यसभित्र, पुरा हिस्ट्रीहरू छन् यहाँ। अनि चाहिँ ल हेर्नुहोस् यो ढुङ्गा कत्रो छ यहाँ है। तर के ब्लेन्डर मेसिन ल्याएर अरे ए। र हामी यो यतिर जाउँ न पहिला यार, पहिला यो भ्याउने क्या पुरै है। कहाँ यति नै हो, कहाँ गल्ली गल्ली छिर्नु पर्छ नि। पहिलाका अब वुमेनहरू कसरी बस्थे सबैहरू देखाएको छ। ल भित्र जता गयो त्यतै बन्दीपुरको याद आयो यार मलाई त्यहाँ। रन्जित सर के भन्नुहुन्छ? भन्दा माथिपट्टिको साइड हो यार, बन्दीगरको त्यो बुढी खेल छ नि गाइज, मलाई चाहिँ बन्दीपुरको याद आयो यार। यहाँ चाहिँ अब हाम्रो कल्चर अलिकति फरक भयो होइन। हाम्रो धर्म अब संस्कृति अनि चाहिँ अब स्ट्रक्चर अब त्यो चाहिँ फरक होला, तर सेम चाहिँ भाइब चाहिँ मलाई बन्दीपुरको याद आयो। यस्तै सानो सानो गल्लीहरू बनाएको छ, राम्रो सफा चट्ट। अनि चाहिँ दिदीलाई के चाहियो? थ्याङ्क यू। अनि यो चाहिँ पहाड हो क्या, यो साउदी अरबको यो कुन फेमस पहाड हो के, यो साउदी अरबको फेमस पहाड हो। यो फोटो खिच्नु त सरकार, यहाँ मेरो एउटा। र हामी चाहिँ यो अब यो कुन ठाउँको के छ, आम्मामा
कस्तो दामी छ नि स्विमिङ गर्न जाने हो कि भन्नु है के छ विचार र चाहिँ ए कति महँगो हो टिकट फेरि माथि हेर्नु न कस्तो राम्रो बनाएको छ होइन यहाँ चाहिँ यहाँ पनि यस्तो डिजाइन के चाइना र गाइज अहिले चाहिँ हामी यो चाइनाको मार्केटमा आइयो यो चाहिँ यहाँ हरेक देशको चाहिँ मार्केट एउटा एउटा छ र चाहिँ हामी चाइना मार्केटमा आइएको छ र चाइना मार्केटमा अब घुम्दैछौँ के कस्तो हुन्छ किन्ने भयो किनौँ होइन र ब्यागहरू हेर्ने भयो हेर आउन यता त चाहिँ फाइनली चाइना मार्केट यो चाहिँ पुरै चाइना मार्केट हेर्न सक्नुहुन्छ किसमिस यो चाइना मार्केट चाइना गाना साना बजाउनु पर्ने होला सल्लाहपछि हुन्छ 5 मिनेट छ त्यसको लागि गाइज कप टी सर्ट छाप्ने के छ के छाप्ने हो यो यस आई एम आफ्नै टी सर्ट छाप्ने हो आफ्नै नामको हो आफ्नै फोटो दिएर छपाउने नि नछपाउने सरकारलाई फेरि क्याब देख्यो कि खतरा देखियो सरकार ल लिनु हो कि फोटो लियो कस्तो स्वाग हो यो त हेलो मुदिर के हाल के हो मान्छे राम्रो हो कि क्याप राम्रो हो क्याप राम्रो केटाहरू फोटो हान्दैछन् बब्बाल छ त एकदम र गाइज अहिले चाहिँ हामी यता इजिप्टतिर आइयो के अरे अब त चाइना टाउनै हो चाइना टाउनमै घुमिरहेछौँ होइन आमामा खानी त के खानु हो केटा खाम न यार केही भोक लाग्यो यार मलाई त फ्रीमा पाइँदैन रमजानको बेलामा जाम न त कति भिड हो हेलो यो के हो यो हामी त अघि केबल कार त यहीँ छ त चाइनामा हो र होइन हो चाइनामा हो होइन हामी यता आइसक्यो कहाँ चाइनिज फुड नि यो त तुर्किस हो टर्किस फुडहरू यस्तै खालको लाग्यो मलाई है चाइना नै हो यहाँका मान्छेले गाइज हेर्न सक्नुहुन्छ राम्रै हो केबल कारमा चढ्न जाने कहाँबाट हो थाहा छैन बाहिर निस्किन्छ हो कहाँ यतिकै बाहिर निस्कियो यहाँबाट यहीँबाट हो टोइलेट जाने भयो त्यहाँ छ है अहिले नजाउँ मैले हेर्नुहोस् पुरै बजार छ कि बजार हो हेर्नुहोस् यो चाइना टाउन मान्छेहरू फुलहरू तपाईँहरू हेर्न सक्नुहुन्छ गाई इन्जोय भइरहेछ नि होइन अहिले चाहिँ मलाई भोक लागेको छ साथीहरूलाई केही खाऊँ भनेको केही नखाने भन्छन् भोक लागेको यस्तो भोक लाग्छ के गर्नु जाने हो नि सबै ठाउँमा जाने के नजाने र घर जाँदा लिएर गइदिनु परेन कस्तो कपडा ठिक हुन्छ हेर्दै गर्नु पर्यो नि त कता हेरौँ यो त अहिले हेरिन्छ नि यो त बाँकी नै छ नि हेर्न उहाँ जानै छ अनि अहिले चाहिँ म फाइनल्ली समुद्रमा आइपुगेँ आज हेर्न सक्नुहुन्छ कस्तो रमाइलो लाग्छ हेर्नुहोस् क्या मजा छ नि है
गाइस हामी समोसा खाइयो समोसा खाएर खासै खाए जस्तो भएन यहाँ एउटा इन्डियन रेस्टुरेन्ट रहेछ इन्डियन रेस्टुरेन्ट रहेछ यहीँ पसौँ न के छ ल यहाँ पसौँ होइन अहिले चाहिँ यहाँ केही खाएर हामी निस्किन्छौँ जे छ त्यही खाम ल गाइस हामी चाहिँ फाइनली इन्डियन रेस्टुरेन्टमा आइयो यतै बसौँ हो यहाँ सोफामा यहाँ बसौँ न ल गाइस हामी त्यहाँ एउटा इन्डियन रेस्टुरेन्टमा पसेर खाना खाइयो अनि चाहिँ त्यहाँबाट अहिले निस्क्यौँ अब हामी 1-1.5 घन्टा अझै भुलिन्छ र चाहिँ मोबाइलमा यो आइफोनमा चाहिँ एउटा प्रब्लम के हो भने एकदम ब्याट्री चाहिँ एकदम चाँडो सकिने के त्यही भएर सायद अब हामी फोटो पनि खिच्दैन मलाई सबैको मोबाइलमा ब्याट्री लो नै भइसकेको छ खेल खेल्ने मन त थियो तर अहिले अब यहाँ मान्छे कति पुग्न पर्छ अनि बल्ल घुम्ने कुराहरू धेरै छ यहाँ एक रातमा घुमेर नि सकिँदैन त यही हो अब सबै खेल्नेहरू ठाउँहरू छ रमाइलो छ यो चाहिँ आज लास्टै रमाइलो भयो गाइस अनि चाहिँ अब जाडो अस्तिको पानी 2-3 दिनको पानीले गर्दा जाडो पनि बढेको छ अनि यो खेल खेल्न मन लागेको हो क्या मलाई खास सञ्जीव गाइस मलाई चाहिँ यो खेल्न मन लागेको माथिबाट यस्तो यो यताको यो के हुतुत खेल्ने नि के क्या ग्लोबल विलको टिकट काउन्टर यता नि 30 होला नि खै कहाँ ग्लोबल हो सबै यहाँ छ हेर न जहाँ मान्छे छ नि त टिकट हेर्ने यार केटाले हेर न यही छ त ग्लोबल विल कति छ ग्लोबल विल फ्यामिली 50,000 हो 95 यहाँ मान्छे छ उ त हेर्नु देखेको छु एउटा माथिबाट दामी हुन्छ होला चल्यो क्या यो पो त खेल्ने त नि यो हो के मलाई खेल्न मन लाग्यो यसमा त डर लाग्यो त केही हुँदैन खेल्ने यो गाइस चाहिँ मलाई चाहिँ यो हो खेल्न मन लागेको यो खेल्न मन लागेको क्या मलाई खेलौँ न खेल्यौँ कहाँबाट पस्ने है यहाँ सक्यो त एकैछिनमा सक्यो त यिनीहरू एकचोटि त उहीँ पुर्याएर एक राउन्ड त मार्दो रहेछ है यो खेल्न मन लाग्यो है मलाई गाइस यो कस्तो हुन्थ्यो होला यो खेल्न मलाई मजा आउँथ्यो यार यता पनि सुरु भयो त यो पनि गजबै हुन्छ उल्टा र पुल्टा गरेर पानीको फोहरा नै आउँदो रहेछ दुईजना मात्रै रहेछ ल हेरौँ गाडी यस्तो हो क्या खेल भनेको यस्तो हो क्या आमा खेलौँ न यो यार केही हुँदैन क्या कति डराएको यार यो खेलौँ न रञ्जित सर यता सुरु भइसक्यो यार ल गाइस यहाँ यस्तो रहेछ देखियो
केटाहरूलाई चाहिँ गेम खेला भनेको मानेन डराए अनि चाहिँ अब चाहिँ भ्लगको चाहिँ अन्तिम पनि गर्नुपर्छ होइन अनि त्यही हो अब अर्कोचोटि कहिले आइन्छ अब समय मिल्नुपर्छ सबैको अनि 3-4 जना सँगै भएर आउँदा रमाइलो पनि लाग्छ त्यही हो अब अरू त के नै हुने र अब ब्याट्री सकियो होइन त्यो गेम खेल्न मन लागेको थियो अब केटाहरू चाहिँ खेलेन डराए हो एकदम त्यस्तो माथि नै गयो त 2-3 चोटि लग्यो त यिनीहरूलाई त उहाँबाट त्यस्तो गरी ल हेर्नुहोस् क्या रमाइलोले खेलिरहेको है आमा अनि चाहिँ हामी चाहिँ अब लाग्छौँ अब यसो घुमिन्छ कतै क्लिप राम्रो पाएँ भने म त्यो पनि क्याप्चर गर्नेछु र चाहिँ आफ्नो केयर गर्नु लाइक सब्सक्राइब गरिदिनु मेरो मोबाइलमा ब्याट्री चाहिँ अब 20बाट डाउन भइसक्यो थ्याङ्क यू सो मच सब्सक्राइब लाइक एन्ड सेयर बाई